यो भिडियोमा जुन दृश्य हेर्दै हुन्छ साथीहरू, विभिन्न सङ्घ संस्था, वैदेशिक रोजगार, भूपू पेन्सनर, ब्रिटिस, सिङ्गापुर, भारत, नेपाली आर्मी तथा प्रहरी समाजसेवीहरूद्वारा प्राप्त आर्थिक सहयोगबाट यस विद्यालयको लागि खरिद गरिएका जग्गा वडा कार्यालयले मेसिन उपलब्ध गराई खनेर सम्याउने काम भइरहेको छ। यस ठाउँमा आगामी दिनमा विद्यालय भवन निर्माणको योजना आएमा भवन बन्नेछ। विक्रम सम्वत 2028 सालदेखि सञ्चालन हुँदै आएको भतुर हतगरी वडा नम्बर 2 स्थित यो श्री शङ्करानी आधारभूत विद्यालय जुन वर्तमानको कुरा गर्दाखेरि प्रारम्भिक बाल कक्षादेखि कक्षा 8 सम्म सञ्चालन भइरहेको छ। जुन प्रयोगमा आइरहेको भवनहरू पनि गाउँका अग्रज जग्गादाताहरूबाट उपलब्ध भएको, उहाँहरूको किपट जुन भोगचलनमा रहेको जग्गा नै विद्यालयको लागि दान गर्नुभएको हो। स्वर्गीय गर्जुरमान राई आँखी फुले भोटेपा, उहाँहरूको वास्तविक नाम मैले अब थाहा पाउन सकिनँ, त्यसले आँखी फुले भोटेपा भनेर भने माफ गर्नुहोला। अहिले उहाँहरू हुनुहुन्न। अहिले पछि फेरि विद्यालयको आवश्यकतालाई मध्यनजर गरी जग्गादाताहरू हुनुहुन्छ अर्थमान राई र उहाँको परिवार, गणेश कुमार राई र उहाँको परिवार अनि कृष्ण कुमार राई। उहाँहरूले यस विद्यालयको लागि उहाँहरूले चर्चेको सबै जग्गा विद्यालयले प्रदान गरी विशिष्ट योगदान पुर्याउनु भएको छ। अझ जग्गा प्रदानका साथै आर्थिक सहयोग समेत दिँदै आउनुभएको छ। उहाँहरूलाई मैले यस भिडियोमा अथवा भिडियोको माध्यमबाट धन्यवाद मात्र दिएर पुग्दैन, उहाँहरूको योगदानको कदर गर्दछु। तथापि पनि उहाँहरूको यो सहयोग अतुलनीय छ भन्न सक्छौँ। यसरी सहयोगी दाताहरूको प्राप्त सहयोग सधैँ नै विद्यालयले प्राप्त गरिरहेको छ। विद्यालयप्रतिको उच्च चासो गाउँमा बसोबास नभए पनि आफ्नो कर्मथलोबाट यस विद्यालयलाई सम्झि नै रहनु भएको छ। यहाँ देखिएको भवन चाहिँ सामुदायिक स्वास्थ्य इकाइ हो। यो हतुवागढी वडा नम्बर 2 मा उपस्वास्थ्य चौकी र यो एउटा स्वास्थ्य इकाइ गरी 2वटा सञ्चालनमा छन्। विशेष गरी यस भेगबाट स्वास्थ्य चौकी लामो दूरी हुनका साथै र सहज बाटो नहुनाले यहाँ सञ्चालनमा रहेको यो स्वास्थ्य इकाइले पनि यस दितेनीवासी नागरिकलाई सेवा पुर्याइरहेको छ। विभिन्न समयमा शिशुहरूलाई दिइने खोपहरू, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, काम गर्दा वा हेरडुलका समयमा लागेका चोटपटकको प्राथमिक उपचार, स्वास्थ्य सेवा सम्बन्धी विभिन्न समयमा सञ्चालन गरिने शिविरहरू यसै इकाइबाट सेवा प्रवाह गरिन्छन्। अझ विद्यालयका बालबालिकाहरू कुनै बेला अचानक बिरामी परिहाल्ने तथा खेल्दा लाग्ने चोटपटकको प्राथमिक उपचार हुने हुँदा पनि ठिक ठाउँमा यो स्वास्थ्य भवन रहेको भन्न सकिन्छ। भवन त ठिक ठाउँमा छ भन्न सकियो, तर खुल्ला ठाउँमा रहेको साथै तार घेराबार नभएकोले हिउँदको समयमा वस्तुभावहरूको चरीचरण यसै प्राङ्गण बाटो जहीँतै हुन्छ। यसबारे चाहिँ अलि व्यवस्थापन गर्न सकेको छैन है भन्न सकियो। व्यवस्थापन गर्ने, सञ्चालन गर्ने त हामी नै हौँ, साथै यस गाउँवासी नै हौ। अब बिस्तारै व्यवस्थित बनाउँदै जाउँला नै भन्नु पर्ला। भएको विद्यालय भवनहरू पनि तल र माथि छन्। यही भवन पुरानो भइसकेको छ, आकार पुरानो डिजाइनको छ र निर्माण भएको पनि धेरै वर्ष भइसकेको छ। त्यसले गर्दा पनि नयाँ भवनको जरुरत छ नै, जसको लागि भवन निर्माण गर्ने ठाउँ तय गरिँदैछ। योजना पर्ला, भवन बनाइएला बिस्तारै। यहाँ अलि पर लाली गुराँस आमा समूहको भवन पनि बनाइने भन्ने छ। योजना परिसकेको छ, ठेक्का लागिसकेको छ भन्ने कुराको अवगत भएको छ। यता आमा समूहको भवन बन्नेछ, उता स्वास्थ्य भवन छँदैछ। उक्त सञ्चालनमा रहेको स्वास्थ्य भवन पनि धेरैजना गाउँवासी दाताहरूको आर्थिक सहयोग, गाउँपालिकाको आर्थिक सहयोगमा समुदायले निर्माण गरेको हो। यो एकदमै उपयोगी भवन बनेको छ।
यस गाउँका लाभग्राहीले स्वास्थ्य सेवा आफ्नो घर आँगनमा पाउँदै आएको छ। खन्यो है, अब सम्झाउने काम गरिरहेको छ। यहाँ यसो हेरिराखेका छौँ नि। यो भिडियो केही समय अगाडि लिएको थिएँ, अपलोड गर्ने समय नपाएकोले यत्तिकै राखिरहेको थिएँ। अहिले अपलोड गर्दैछु, अन्यथा नसोचिदिनु होला। अहिले बाली नाली लागिसक्यो, पाखाहरू हरिया भइसकेका छन्, तर भिडियो हेर्दा सुक्खा सुक्खा छ। के भएछ भने सुक्खा नै छ त भनेर लाग्ला है। त्यही कुरा बताइसकेका छु, समय नपाएर खिचेकै समयमा नराखेको है, माफ दिनु होला। यहाँ चाहिँ कान्ला भएको जमिन थियो है साथीहरू। यहाँ चाहिँ अर्कोपट्टि अलि ओह्रालो पाखा छ। यहाँको माटो उतैतिर पन्छाउने काम भइरहेको छ। यो पुरानो भवन रहेको ठाउँमा पनि खार्ने काम भएपछि भने भवन एउटा गतिलो चाहिँ बन्ने हुन्छ है, तर समय लाग्ने रहेछ। यहाँको पुरै जमिन खार्नुपर्ने देखिन्छ, किनकि तल बनिएको भवनहरू खेल मैदान लेभलमा छन्। त्यही लेभल पुर्याउनु पर्यो नि त खर्च। त्यसपछि आवश्यक जनशक्ति निकै लाग्ने भयो है। यस्तै रहेछ यहाँको चलन, के यस्तो भिडियो भन्दैन भन। मेसिन अपरेटर भाइ यसै वडा नम्बर 2 लुङ्गिनको हुनुहुन्छ। उहाँलाई आजसम्म 3 दिन लागिसकेको छ है यो जग्गा सम्झाउन। काम करदर त्यहीँबाट आउँदो रहेछ। अब यहाँ सकेपछि सगरमाथामा घोडेटा जानुहुने भन्ने कुरा सुनिरहेका छौँ। आज काम सम्पन्न हुन्छ यहाँको, अनि अपरेटर भाइ उता लाग्नुहुन्छ। साथीहरू, यो विद्यालय तथा स्वास्थ्य इकाइमा चाहिँ दुईतिर बाटो जोडिएको छ है। पूर्णे डाँडा र लुङ्गिनबाट रेचा घुँदै आउने बाटो पनि जोडिन्छ भने पूर्णदेखि पेक्ला तितेनी हुँदै जाने सडक बाटो पनि जोडिन्छ। यदि तपाईँहरू कुनै बेला टाढाबाट यहाँसम्मको यात्रामा आउनुहुन्छ भने दुईतिरबाट बाटो जोडिएकोले तपाईँहरू आपत पर्नुहुन्न भन्छु है म। र आजको भिडियो पनि करिब अब अन्त्यतिर आइरहेछ। पुरा चाहिँ हेर्नु होला है तपाईँहरूलाई। यस अब सकिनै लागेको बेलामा चाहिँ नछोड्नु होला, भिडियो पुरा अन्तिमसम्म हेर्नु होला। र तपाईँहरूले उचित मलाई सल्लाहको लागि कमेन्ट बक्समा तपाईँहरूको प्रतिक्रिया छोड्नु होला भन्दै आजको भिडियो यही अब अन्त्य गर्न लागि अन्त्य गर्दैछु है।